ग्लोबल आवाज समाचारमा यहाँलाई स्वागत छ। म प्रकृति भाट। सुन्नुहोस् आजका प्रमुख समाचार। globalawaaz.com विश्वको आवाज। सत्ता गठबन्धनले मन्त्री परिषद विस्तार र मन्त्रालय बाँडफाँडको टुङ्गो आज पनि लगाउन सकेको छैन। मंगलबार बिहान बालुवाटारमा बसेको 4 दलका शीर्ष नेताको बैठकले टुङ्गो लगाउन नसकेको हो। सत्ता सञ्चालन, मन्त्री परिषद विस्तार र मन्त्रालय बाँडफाँडको विषयमा छलफल भए पनि ठोस निर्णय लिन नसकेको बालुवाटा स्रोतले जनाएको छ। स्रोतका अनुसार कुन पार्टीलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल भागवण्डा नमिल्दा मन्त्री परिषद विस्तार केही दिन ढिलाइ हुने भएको छ। दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरूले कोरोनाको नयाँ भेरिएन्ट C.1.2 पत्ता लागेको दावी गरेका छन्। यो भेरिएन्ट तीव्र रूपमा फैलिने र यस विरुद्ध हालसम्म विकसित खोपहरूको प्रभाव निकै कम हुने पनि उनीहरूले बताएका छन्। दक्षिण अफ्रिकाको नेशनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज NICD का वैज्ञानिकहरू र इनोभेसन एन्ड सिक्वेन्सिङ प्लेटफर्मको अनुसन्धानले पत्ता लगाएको C.1.2 भेरिएन्ट सबैभन्दा पहिला गत मे महिनामा दक्षिण अफ्रिकामा देखिएको थियो। मोडल निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको नर्विक अस्पतालले जनाएको छ। अस्पतालमा उपचार भइरहेको 3 महिनासम्म पनि निशाको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको निशाका बुवा प्रेम प्रसाद घिमिरेले बताउनु भएको छ। दुर्घटनापछि निशाको मस्तिष्कमा गम्भीर चोट परेको र लामो समय उपचारविहीन अवस्थामा राखिएकोले विभिन्न उपचार विधि प्रयोग गर्दा पनि स्वास्थ्यमा सुधार हुन नसकेको अस्पतालले जनाएको छ। पछिल्लो 24 घण्टामा थप 1664 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार 9117 PCR परीक्षणमा 1523 र 3105 एन्टिजेन परीक्षणमा 141 गरी कुल 1664 जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो 24 घण्टामा 1786 जना संक्रमण मुक्त भएका छन् भने कोरोना संक्रमणका कारण 20 जनाको मृत्यु भएको छ। मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या 7,62,647 पुगेको छ। यो सँगै नेपालमा मृत्यु हुनेको संख्या 10,750 पुगेको छ। 7,16,306 जना संक्रमण मुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या 35,591 जना रहेको छ, जसमध्ये 33,214 जना होम आइसोलेसनमा रहेका छन् भने 2,377 जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामी मध्ये 5,037 जना आइसियु र 164 जना भेन्टिलेटरमा उपचाररत छन्। पाकिस्तानमा लुक्दै आएका अल कायदा प्रमुख 20 वर्षपछि अफगानिस्तान फर्केका छन्। अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भए लगत्तै अल कायदा प्रमुख तथा प्रभावशाली नेता अमिन उल हक अफगानिस्तान फर्केका हुन्। अमेरिकी सेनाको तैनाथीपछि पाकिस्तान पुगेका उनी ओसामा बिन लादेनका विश्वास एवं सहयोगी पात्र थिए। ओसामा बिन लादेनको मृत्युपछि अल कायदाको कमान्ड सम्हालेका अमिन उल हक अफगानिस्तानको आफ्नो गृह जिल्ला नाङ्गाहार फर्किँदा उनका 100 समर्थकहरूले फुलमालासहित स्वागत गरेका छन्। यो सँगै ग्लोबल आवाज समाचार आजलाई यति नै। कृपया भिडियो मन परेमा एक लाइक अवश्य गर्नुहोला। आजको समाचार सुनेर तपाईलाई कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया हाम्रो कमेन्ट बक्समा लेखेर हामीलाई पठाउन नबिर्सिनुहोला। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानल सब्स्क्राइब गरी बेल आइकन दबाउन नबिर्सिनुहोला। ग्लोबल आवाज समाचार हेर्दै गर्नुहोला। धन्यवाद।